यहाँबाट फुजेर हत्ता जाँदैछौँ है सर। आपका नंबर नहीं दिया मैं कॉपीराइट लाग्यो। मेरो सोक भयो नि किन मलाई यसले पठाउँछ डुको कन्ट्र्याक्ट भन्दै यताउता भनेर पठाउँछ। र हामी बीच बाटोमा पुगिसकेपछि चाहिँ थोरै चिया पनि खाउँ न त भनेर हामी बाटोमा रोकेर चाहिँ साइडमा रोकेर चिया पनि 3 कप चिया एउटा पानी लिएर चाहिँ हामी अगाडि बढ्यौँ फेरि यहाँबाट है मजाले अगाडि बढ्यौँ। त्यसपछि चाहिँ यहाँबाट फेरि सरर यो मरुभूमिको बाटो मरुभूमिको बिच हुँदै 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 हामी चाहिँ हत्तातिर लाग्दैछौँ है त साथीहरू। एकदम बाटो चाहिँ एकदम राम्रो छ है, एकदम सिधा एकदम 120 25 30 को स्पिडमा चाहिँ मजाले हिँड्न सक्ने बाटो छ। एकदम राम्रो पनि छ है साथीहरू।
हामी मस्त यसरी नै सरर हामी वरिपरिको दृश्य हेर्दै हामी हत्तातिर लाग्दै गर्दा चाहिँ एकदम यो फुजेराको बाटो हो। यो फुजेरा हुँदै हामी चाहिँ हत्ता पुग्छौँ। हत्ता चाहिँ एकदम टापुमा एकदम पहाडको बिचमा छ भन्ने सुनिएको थियो, तर हामी त्यहीँसम्म पुग्नको लागि चाहिँ हामी एकदम रफ्तारमा एक्साइटेड भएर कुद्दैछौँ है साथीहरू। एकदम वरिपरिको दृश्यहरूलाई हेर्दै 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 अवलोकन गर्दै जाँदै गर्दा एकदम रमाइलो पनि भइरहेको छ। अनि सायद ग्रुपमा भएर पनि होला त्यस्तो बोरिङ फिल भइरहेको छैन। वरिपरिको दृश्यहरूमा डिस्कस गर्दै अवलोकन गर्दै हामी अगाडि पुगिरहेको छौँ। तर हेर्न लायक चाहिँ केही पनि छैन साथीहरू। तर यो मरुभूमिमा अब हाम्रो नेपालको जस्तो हरियाली रुख बिरुवाहरू बोट बिरुवाहरू हुने भए पो एकदम रमाइलो हरियाली शीतल हावा आउँथ्यो। यो झ्याल खोल्ने बित्तिकै एकदम गरम हावा बिस्तारै अब फुजेराको यो पहाडको बिचबाट पनि मलाई खोज्न नगरपालिकामा होइन उता आउनु भन्छ अर्को पनौटे घरको सामान भनेको तामाङको छोरो गर्छ यसले केही भन्दैछ बनाएको थियो। यो बाटो चाहिँ एकदम राम्रो यो पहाडको त्यसको छोरा मोर होइन त्यसको छोराले त्यसलाई गरी खाने भाडा धेरै मर्यो एडभेन्चरहरू अहिले त त्यो त म्युजिक भिडियोमा पब्लिक कत्र केटीहरू म्युजिक भिडियो अच्छा नमस्कार म कलाकार तेसिन्द्र भनेर आइसक्यो त उसले त जस्तो पहाड जस्तो झरेको त्यस्तै देखिन्छ। हाम्रो नेपालमा जस्तो पहाडहरूमा हिउँ पर्ने सेतो देखिने चाहिँ छैन। यहाँको पहाडहरू चाहिँ त डाँडा सगरमाथाका त डाँडा छन् एकदम नाङ्गा देखिएका छन् अनि कालो फेल यस्तो खोलेर पनि बनाएर नेपालमा पनि किन बनाउन सक्दैन त होइन एकदम मजा आइरहेको छ साथीहरू। बाटो चाहिँ एकदम धागो तानेको जस्तो एकदम सिधा एकदम प्लेनमा उडेको जस्तो चाहिँ फिल भइरहेको छ साथीहरू। यो दृश्यहरू अवलोकन गर्दै जाँदाखेरि चाहिँ हामीले चाहिँ एकदम चिसो गऱ्यौँ अनि हल्का अब सास पनि पर्न आँटेको थियो। लगभग हामी यहाँ पुग्दाखेरि 4:30 डाँडा खोलेर पनि फेरि हेर्ने ठाउँ घुम्न 5 जस्तो भइसकेको थियो अनि अँध्यारो जस्तो फिल पनि गरेको थियो। सायद डाँडा बाटो ढाकिएर पनि अलिक टुरिज्म एरिया बनाउने भने त खतरै छ नि। यही दृश्यलाई एकछिन अवलोकन गर्दै जाँदाखेरि चाहिँ म चाहिँ छोटो सानो पिक्चर लिँदैौ न त यहाँ बसेर यो डाँडाहरूको यो पहाडहरूको पनि एउटा सानो पिक्चर लिँदैौ भनेर फाइनली फुजेराको यो पुरै पहाड भएको ठाउँतिर आइपुगेको छ है। यस्तो भ्यू छ चाहिँ क्यामेराबाट बाहिरको वातावरणलाई क्याप्चर गरेर हजुरहरूलाई देखाउने प्रस्तुत गरेँ है। यो हाम्रो चाहिँ कार हो, हाम्रो साथीहरू हुन् अनि हामी चाहिँ यो बिच बाटोमा थोरै कारलाई पार्किङ गरेर हामी चाहिँ फोटो खिच्नको लागि बाहिर निस्केका थियौँ है साथी। ल हामी सर र यो फुजेराको डाँडा हुँदै सर र हामी चाहिँ हत्तातिर लाग्दैछौँ मजाले। हाम्रो भाइले यहाँ 120 को स्पिडमा गाडी कुदाइरहेको छ। अनकन्ट्रोल हुन्छ भनेर मैले यहाँ बिस्तारै हजुर कसैले विश्वास गर्दैन मैले यहाँ भिडियो बनाइरहेको छु हजुर। र यो डाँडा भएको ठाउँमा यति यसरी 4 जना भएर हामी चाहिँ सर यसरी जाँदैछौँ होइन। अब कसरी हो सबैको देखिरहेछ। यो साह्रै टाढा नै रहेछ हो। 1 घन्टा लगभग 30 मिनट जस्तो लाग्दो रहेछ होइन। अब ट्याक्सीमा आउनुभयो भने तपाईँहरूले 500 रुपियाँ जति बोझामा हालेर आउनुपर्छ है। त्यही भएर सकेसम्म साथीभाइ मिलेर आफ्नै साथीहरूको कारमा आउनुपर्छ। सल्लाह सुझाव पनि दिएको सल्लाह सुझाव तपाईँहरूको लागि है। गोजीमा चाहिँ राम्रै दाम हालेर आउनुपर्छ नत्र भने त यहाँ हामी चाहिँ फुजेराको बाटो छोडेर अब चाहिँ हत्तातिरको बाटोतिर माथितिर उक्लिसक्यौँ साथीहरू। यहाँबाट चाहिँ हामी चाहिँ सर रमाइलो गर्दै हामी 4 जना चाहिँ रमाइलो गर्दै हामी यो पहाडको बिचबाट रमाइलो गर्दै गाना बजाउँदै एकदम रोमान्टिक तरिकाले हामी अगाडि बढ्दैछौँ। तर माथि यो पहाडको बिचैबाट पनि माथि नै एकदम टापुमै रहेछ साथीहरू यो हत्ता भन्ने। त्यहाँ सुनेका थियौँ हामीले ठुलो ड्याम छ। त्यहाँ ड्याम मुनि चाहिँ एकदम शान्त सुन्दर एकदम एउटा स्वर्गीय खालको एउटा ठाउँ देखिएको छ। झिलिमिली हुने ठाउँहरू छ भन्ने सुनेको थियो। त्यो कस्तो छ वी आर एक्साइटेड टु सी द्याट वान। ओके जस्ट लेट्स सी एन्ड वेट फर अस टु सो यु द्याट। ओके गाइज
एकदम रमाइलो नै भइरहेको छ है। हामी यसरी घुमिराख्दा एकदम सर र माथि 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 जाँदाखेरि चाहिँ एकदम यो कानहरू पनि एकदम हल्का कम सुन्ने भइरहेको छ, एकदम डुम्म भएर आइरहेको छ कान चाहिँ है, किन हो कुन्नी। ल साथीहरू, अब चाहिँ हामी लगभग यो पहाडको बिचको यो पुरै घुम्तीको यो बाटो हुँदै 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 अब चाहिँ हामी हत्ताको लगभग आसपासमा आइपुगेको जस्तो फिल भइरहेको छ। वरिपरि अलिअलि ठुल्ठुला अलिअलि रेस्टुरेन्ट होटलहरू पनि देखिन थालेका छन्, सानातिनाहरू। अब हेरौँ, अलिअलि गाडीहरूको पनि चहलपहल बढ्दै गइरहेको छ, अलिअलि घरहरू पनि देखिँदैछन्, बिल्डिङहरू पनि देखिँदैछन्। त्यसैले चाहिँ अलिकति अब चाहिँ आइपुग्यो कि भन्ने फिलदेखि महसुस भइरहेको छ। तर पनि एकदम टाढा नै देखिरहेको छ। रोडका लाइटहरू पनि, यो सेटेलाइटहरू पनि पुरै बोल्न के अरे अन भइसकेको छ र यो दृश्यले पनि, यो लाइटहरूले पनि यो दृश्यलाई चाहिँ एकदम राम्रो देखाइरहेको छ। र यो बाटो पनि एकदम, यो बाटो चाहिँ यहाँसम्म रहेछ है भन्ने पनि एकदम राम्रो देखाइरहेको छ है यसले चाहिँ। ल गाइज, फाइनल्ली हामी चाहिँ हत्ता लगभग आइपुगेको छ है साथीहरू। यो हत्तामा चाहिँ आइपुगेको छ। यहाँबाट चाहिँ अब चाहिँ हामी चाहिँ टु एक्साइटेड टु सी दिस ड्याम एन्ड दिस इज फलिङ दिस फ्लो अफ दिस वाटर। अगाडिपट्टि हेर्नु साथीहरू, एकदम यो पहाडे एकदम हामी चाहिँ लगभग यो धेरै नै मिटर माथि आइपुगेको छौँ होला, सायद त्यसैले पनि होला हत्ताको एउटा ठुलो बोर्ड पनि देखिन सकिएको छ साथीहरू। अनि हामी साह्रै नै माथि नै टापुमै रहेछ र साथीहरू, सायद यसले गर्दा पनि हाम्रो कानहरूमा अलिकति सुनाइमा अलिकति कम फिलिङ भइरहेको छ है साथीहरू। सायद यसैले गर्दा होला, हामी सायद उचाइमा अलि धेरै उचाइमै आइसकेको छ होला। कति उचाइ छ आई डोन्ट नो, बट उचाइ चाहिँ धेरै उचाइमा आइपुग्यो, किनकि एकदम लामो यात्रा नै भयो। 1.5 घन्टा लगभग हामी यो कारमा हिँड्नु भनेको 120 को 125 को स्पिडमा हिँडिरहनु भनेको यो सानो
उचाइ पनि होइन है साथीहरू फाटेफुट्टे बजारहरू रहेछ नि, लामै ठुलै उचाइमा किनेर खाइसक्नु नरहेछ। र यो उचाइ अनुसार नै हामी वी आर एक्साइटेड टु सी दिस वान एन्ड ड्याम एन्ड दिस waterfall and this is like a small heaven. Everyone is telling that if small heaven you feel that. ल हत्ता बजार पनि आइपुग्यो, यस्तो यस्तोहरू रहेछ कि टावर सावर। मिनिस्ट्री अफ के पनि रहेछ हत्ता स्टेसन, यहाँ बस स्टेसन पनि रहेछ यहाँनिर है सर। ल साथीहरू हेर्नुहोस् त यो हत्ताको ड्याममा चाहिँ यो यति माथि चुचेरोमा चाहिँ यति ठुलो यति माथि चाहिँ यस्तो रहेछ। ल साथीहरू फाइनल्ली यो चाहिँ हत्ताको यो पार्किङ एरिया यो दामी रहेछ है। एरिया त यस्तो राम्रो रहेछ कि आमा। ल हेर्नुहोस् पुरै यो हत्ता। ल हेर्नुहोस् साथीहरू यो हत्ताको ड्याम रहेछ अनि यो हत्ताको पुरै यो आर्टिफिसियल यो बजार जस्तो एकदम दामी बनाएको रहेछ साथीहरू। ल हेर्नुहोस् त ल यो हत्ताको ड्याम है, यो चाहिँ हत्ताको ड्याम यस्तो रहेछ साथीहरू। ल हेर्नुहोस् यति टपमा यस्तो खतरा ड्याम बनाएको रहेछ कि अनबिलिभेबल। पुरै ठुलो एकदम ठुलो ड्याम पनि यस्तो खतरा बनाएको रहेछ। यहाँ बोटिङ सोटिङ गर्न पनि मिल्दो रहेछ, तर यो रात परेको हुनाले चाहिँ हामीले खासै बोटिङ गर्न सकेनौँ। बस टपबाट यो यसो भ्यू मात्र लिइराखेका छौँ। बोटिङहरू पनि गरिरहेको रहेछ नि। साथीहरू यो चाहिँ यो पुरै हत्ताको ड्याम है, त्यो ड्यामबाट पुरै यहाँको सेफको फोटोहरूबाट चाहिँ यस्तो खतरा भ्यू बनाएको रहेछ। ल हेर्नुहोस् यस्तो खतरा भ्यू बनाएको छ। हत्तामा आएर हत्ताको यो टपबाट यो ड्यामबाट हामीले भिडियोहरू लिइराखेका छौँ। एकदम नै राम्रो सुन्दर एकदम रातिमा चाहिँ लास्टै खतरै देखिन्छ। हेर्नुहोस् त्यो सरर यो यस्तो ड्यामहरू देखाएको न, त्यो सरर यो ड्यामहरू पुरै खतरा देखिँदो रहेछ। एकदम धुलो देखिएको छ, एकदम खतरा नै छ। यहाँबाट पानीहरूलाई फ्लो गरेर तलसम्म पुऱ्याएर फेरि त्यो पानीलाई माथि लिएर आएको रहेछ। एकदम दामी छ। ल हेर्नुहोस् ड्याम पनि खतरा ड्याम एकदम ठुलो ड्याम बनाएको छ। यो ड्याम चाहिँ एकदम राम्रो एकदम यस्तो टपमा पनि कसरी यस्तो ड्याम बनाएर तपाईँहरूले चाहिँ इमेजिन गर्न पनि सक्नुहुन्न। एकदम ताल जस्तै लेक जस्तै बनाएको छ, एकदम खतरा। फाइनल्ली गाइज हामी चाहिँ हत्ताको ड्याममा आइपुगेका छौँ। यो एकदम टापुमै रहेछ, यो चाहिँ एकदम उचाइमा रहेछ। उचाइमा पनि यत्रो ठुलो ड्याम बनाएको रहेछ, एकदम रोमाञ्चक, एकदम हेर्दा पनि सुन्दर। सानो एउटा हेभन नै लाग्दो रहेछ साथीहरू। एकदम लुक पनि एकदम लाइक हेभन साइक स्वर्ग जस्तै देखिने एउटा सुन्दर शान्त एकदम टपमा यस्तो पहाडको बिचमा यत्रो टापुहरूको बिचमा पनि यस्तो राम्रो बाटो अनि यस्तो राम्रो सुन्दर दृश्यहरू यहाँबाट अवलोकन गर्न पाउँदा चाहिँ साँच्चै नै स्वर्गको अनुभूति भइरहेको छ साथीहरू। साँच्चै नै यो एकदम सुन्दर देखिएको छ। यहाँबाट हेर्दाखेरि सानो स्वर्ग जस्तो लागिरहेको छ। एकदम हेर्दा नै सुन्दर शान्त बिचबाट सरर नदी। यो आर्टिफिसियल हो साथीहरू, त्यही पनि आर्टिफिसियल भए पनि एकदम सुन्दर देखिने एउटा दृश्य। यसले साँच्चै नै एउटा स्वर्गको अनुभूति गराउँछ साथीहरू।
यहाँबाट देखिने यो ड्याम यत्रो पहाडहरूको बिचमा पनि यति ठुलो ड्याम बनाएको रहेछ। सायद मेरो ख्यालमा चाहिँ यो सायद आर्टिफिसियल ड्याम हो भन्ने थाहा पाएको छु। सायद के हो त्यो मलाई एक्चुअली थाहा भएन, तर पनि एकदम यो इभिनिङ टाइम रातमा पनि यति राम्रो दृश्य, यो डाँडाबाट छेकिएको र डाँडाले ढाकिएको यो ड्याममा पनि यति राम्रो सुन्दर दृश्य देख्न पाउँदा चाहिँ साँच्चै नै एउटा सानो स्वर्गको अनुभूति फिल हुँदो रहेछ। साँच्चै स्वर्ग यस्तै हुन्छ होला, यस्तै जताततै एकदम उज्यालो नै उज्यालो, हरि यत्रो डाँडा नै डाँडा, एकदम रमाइलो रोमाञ्चक हुन्छ होला जस्तो लाग्छ साथीहरू। साँच्चै नै एकदम राम्रो नै दृश्य देखिएको छ यहाँबाट। तपाईँहरूले पनि एकचोटि यो ठाउँ आउनुभयो भने चाहिँ साँच्चै नै तपाईँहरूलाई पनि एउटा स्वर्गमा यस्तै हुन्छ कि भन्ने फिल चाहिँ तपाईँहरूलाई पनि अवश्य नै हुन्छ। हेर्नुहोस्, यहाँबाट यो ड्यामबाट पानी निकालेर यो राजाहरूको यो पोस्टरबाट पानी निकालेर तल यसरी फ्लो गरिरहेको छ। यहाँबाट फ्लो गरेर तल यत्रो राम्रो एकदम सुन्दर एकदम लामो नदी जस्तो बनाइदिएको छ। नदीबाट पनि बिचबिचमा लास्टै पुलहरू हालिदिएको छ। एकदम राम्रो सुन्दर देखिने दृश्य देखिने एउटा ठाउँ बनाइदिएको छ। साँच्चै नै एकदम सुन्दर लाग्यो है साथीहरू। मलाई चाहिँ तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ, एकचोटि तपाईँहरू पनि टाइम मिलेर साथीभाइहरूसित घुम्न आउनुहुन्छ, कतै घुम्न जाने प्लान गर्नुभएको छ भने साँच्चै तपाईँले अब गर्नुभयो भने चाहिँ साँच्चै नै तपाईँहरूलाई पनि एउटा सानो स्वर्ग यस्तै हुन्छ होला है भन्ने अनुभूति चाहिँ तपाईँहरूलाई पनि पक्कै नै हुनेछ साथीहरू। हेर्नुहोस् त एकदम राम्रो सुन्दर। अनि तपाईँहरूलाई जो नेपालीहरू हुनुहुन्छ तपाईँहरू यहाँ आउनुभयो चाहिँ नेपाल पनि यस्तै बन्न सक्छ है वान डे इन द फ्युचर भन्ने तपाईँहरूलाई चाहिँ लाग्छ है साथीहरू। साँच्चै नै मलाई त एकदम रमाइलो लाग्यो। हामी 4 जना आएका थियौँ। यो 4 जनाहरूमा पनि लगभग हामी सार्जाबाट हामी 3 बजे 3:30 बजे निस्केका थियौँ र हामी यहाँ चाहिँ लगभग 6 बजेतिर 6:30 बजेतिर हामी चाहिँ आइपुगेका छौँ है साथीहरू। त्यसपछि चाहिँ हामी बिस्तारै अब ओह्रालो लाग्दैछौँ। अब चाहिँ हामीबाट यहाँबाट त्यसपछि चाहिँ हामी घुम्दै यो के अरे कहाँनिर आइपुग्यौँ अरे फर्किँदाखेरि पनि हामी यो खुर्फाखान आइपुग्यौँ। सबै कालेपत्र भइसकेको बाटोहरू रहेछ, तर एकदम जानलाई सहज चाहिँ छ साथीहरू। तर एकदम टाढै रहेछ है साथीहरू। मलाई चाहिँ टाढा लाग्यो, सायद टाढा पनि होइन होला, तर 1-1.5 घन्टा तपाईँलाई 2-2.5 घन्टा। फाइनल्ली हामी चाहिँ यो के अरे खुर्फाखानमा आइपुगेका छौँ। हामी हत्ताबाट सरर तल झरेर अब खुर्फाखान चाहिँ आइपुग्यौँ है। यो खुर्फाखानको बजार हो चाहिँ अब सायद यो डाँडा वरिपरि सबै डाँडा भएर नै होला, सायद घरहरू बत्तीहरू नभएर पनि होला। एकदम अँध्यारो फिल भइरहेको छ। जो रोडको लाइटले चाहिँ एकदम राम्रो दृश्य देखाइरहेको छ, राम्रो एउटा इन्भाइरोमेन्ट बनाइरहेको छ। अगाडि हेर्दाखेरि पनि एकदम राम्रो लुक्स चाहिँ एकदम राम्रो कहाँको बाटोमा आयो यस्तो भन्ने यो चाहिँ हत्ताबाट हामी चाहिँ अब बस कन्ट्रीमा पनि हाम्रो देशमा चाहिँ कहिले हुन्छ होला भन्ने चाहिँ मलाई पनि फिल भइरहेको छ साथीहरू। तपाईँहरूलाई चाहिँ कस्तो फिल भइरहेको छ त्यो चाहिँ मलाई थाहा छैन, तर तपाईँहरू यहाँ यस्तो आउनुभयो भने चाहिँ साँच्चै नै तपाईँहरूलाई पनि त्यस्तै फिल चाहिँ भन्ने छ। अब हामी चाहिँ यो सिग्नल बाटो चाहिँ क्रस भएर अब हामी चाहिँ यो वाटरफलको मुनि नै जान खोजिरहेका छौँ। गाइज यो चाहिँ फुजेरा खुर्फाखानको एकदम यो टनल हो। यो टनल यस्ता टनल यहाँ 3-4वटा टनलहरू छन्। यो टनलहरू लगभग 1 किलोमिटरभन्दा लामो दूरीमा रहेको छ भन्ने मैले सुनेको थिएँ। साँच्चै नै एकदम लामो नै लाग्यो। हामीले लगभग यो 120-130 को स्पिडमा चाहिँ हेर्दाखेरि पनि यसको अझै पनि टुप्पो माथिसम्मको देखिएकै छैन भनेपछि यति लामो रहेछ भनेपछि यस्ता 2-3वटा छन् भनेपछि कति लामो होला सर, कति लामो होला साथीहरू। त्यही पनि यसरी पनि मान्छेहरूले विकास गर्दैछन् देशहरूलाई, तर हाम्रो नेपालमा पनि यस्तो विकास गर्न सकिन्थ्यो यस्तो
र हामी चाहिँ फुजेराको खुर्पाखानको यो टनेलबाट हामी चाहिँ अब सार्जातिर लाग्दैछौँ है साथीहरू। यो टनेल चाहिँ 1 किलोमिटर लामो छ अरे साथीहरू। 1 किलोमिटर टाढा 1 किलोमिटर लामो यो टनेलबाट हामी इन्ट्री भएर अब निस्किँदैछौँ। यति राम्रो, यति ठुलो टनेल, यति लामो टनेल मैले फर्स्ट टाइम नै देखेको होला साथीहरू। हाम्रो नेपालमा त छँदै छैन। अब यही अब गल्फ कन्ट्रीमा भए पनि यति लामो टनेल चाहिँ मैले फर्स्ट टाइम नै देखेको। लगभग 1 किलोमिटरभन्दा बढी लामो छ भन्ने मेरो पनि सुनाइमा आएको छ। सायद कति छ त्यो मलाई पनि थाहा छैन। लगभग 1 किलोमिटर टाढा छ भन्ने, लामो छ भन्ने